हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ मामा घर जान आँटेछु के भन्छ अनि मामा घर जान आँटेछु। आकांक्षाको क्लास जम्मै सिद्धाएर हतार हतार अहिले कति बज्यो खै हेर्छु त 3:16 भएछ। 1 बजीदेखि क्लास थियो अहिले अनि 3 बजी सिद्धिने। तर मैले आज छिटो ल्याएर छिटो रेडी भएर अनि मामाले घर जान आँटेको। अब ठुलो मम्मी र म जान आँटेको हो। प्रेरणा जाँदैन अरे, प्रेरणा यहीँ आउँछ अनि मम्मी तलैबाट गाडी लिएर आउनुहुन्छ। म चाहिँ यहाँ पुलचोकमा चढ्छु अहिलेको लागि। यहाँनिर चाहिँ कुखुरा छ अनि यो चाहिँ मेरो ब्याग हो अनि यहाँनिर चाहिँ सामानहरू पठाउनु भएको छ धरानबाट। त्यही हो, त्यो होला गाडी होइन होइन गाडी चाहिँ हो, गाडी आइसकेको छ। यो चाहिँ छामाको घर हो है। हामी यहाँ आउँदैछौँ। यहाँ चाहिँ पसल पनि हो अनि यतानिर ठ्याक्कै देख्न सक्नुहुन्छ। अनि यहाँनिर पसल पनि हो, यहाँनिर तरकारीहरू पनि बेच्नुहुन्छ, थुक्पाहरू यहाँनिर आएकोमा मम्मीमा हो बोजू होइन। अनि यहाँ चाहिँ कपिला दिदी हुनुहुन्छ। ए आन्टी होइन, दिदी भन्ने बानी भएर कि आन्टी। अनि आज चाहिँ बजार लागिरहेछ, सुकबारी बजार। पुरै सामानहरू किन्नु बेच गर्नु। अब चाहिँ हामी सामान किन्नु जाँदैछौँ। भाइ यहाँ छ, नआउने हेरेर देखाउनु भनिरहेको थियो। अब ठुलो के भन्छ मामाको लागि सामान किनिदिने होइन। मामालाई सौदा छ भन्नु के त पहिला जलेबी किनिदिने मान्छेलाई। ल बजार आज यता हिँड्नेमा बाटोमा जहिले छाप्प राखेको रहेछ। छान्नु नि ए यता हुनुहुँदो रहेछ। किन्नु किन्नु धेरै खालको छ अरे त्यता चाहिँ पुरै टप। यहाँ रहेछ जम्मै बेकरीको सामान। ठुलो मम्मी छान्नु हुँदैछ। कुन लाने? यो लाने त ताजै छ नि यो। अनि हामीले किनिसक्यौँ। अब हामी जाँदैछौँ जलेबी किन्न माइजूको लागि। यहाँनिर अघिदेखि खोजेको छ त्यहाँ बनाइरहेको छ जलेबी। यो चाहिँ मेन रोडको ठ्याक्कै अगाडि नै छ। हामी पछाडिबाट पस्यौँ। यो चाहिँ अगाडिको पसल हो। कस्तो ठुल्ठुलो रहेछ यो जलेबी। ए त्यही लाने, अरू केही छैन है लान। अब चाहिँ थुक्पा खान आँटेको।
त्यो सुँगुरको मासुसँग यो सुँगुरको मासु हो कति वर्ष पछाडि खानु आँटेछु यता आफ्नो मम्मी पनि खानुहुँदैछ खानु त मम्मी हाम्रो बाजे पनि आइपुग्नु भयो भिडियो गर्दैछु खाइसक्यौँ अब चाहिँ हामी जान आँटेछौँ अब माथि गाउँमा अनि यता बसिराख्नु भएको छ टोपीलाई दिएर छ्यामा भिडियो गर्दैछु अनि यता हाम्रो बाजे पनि भेट भयो त्यो उज्यालो लाइट आएर कि देखेको छैन त्यसको लागि म चाहन्छु चाहिँ हाम्रो छ्यामा हाम्रो आमाको बहिनी है बहिनी बाई 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 अर्को हाम्रो मान्छे यहाँ कता हो खै कता हराउनु भयो बाजे हामी जाँदैछौँ नयाँ पुल त्यही र त त्यहाँको पुल कहिलेदेखि चालु ए त्यति भएछ त सरी सरी हाम्रो बाजे चाहिँ यहाँ हुनुहुन्छ बसिराख्नु छ हामी आइपुगेछौँ यो अटोबाट मान्छे त हुनुहुन्छ यो हाम्रो सामानहरू गाउँ घर पानी नै यसपालि फलिरहेको छ हाम्रोतिर यो हेर्नु सक्नुहुन्छ मामाले निकाल्नु भयो भाले धरानमा ल्याएको अनि खोरमा हाल्नु हुँदैछ ए पोथी सरी त्यो सफा गरेर म फेरि धरान नै लान्छु फेरि अर्को चाहिँ ल्याउँदा काम लाग्छ नि त राम्रो छ केही भएको छैन अनि यहाँ चाहिँ कति धेरै उयो थियो आएन नि हौ अनि बाजेले देख्यो भने गाली गर्छ भनेर नि हेर्नु सक्नुहुन्छ कुखुराहरू कस्तो मजाले गाउँ घरमा हेर्नु कस्तो मजाको हुस्से लागेको छ क्या परतिर हेर्नु सक्नुहुन्छ हामी पुरै खाना खाँदैछौँ यहाँनिर ल देखाउँदिनँ गाउँघरमा यस्तै हो कि भोलिको लागि पुरै रोपाइको लागि तयारी चलिरहेको छ यहाँनिर फर्सी हेर्नु सक्नुहुन्छ ठुल्ठुलो फर्सी माइजूले काटिराख्नु भएको छ उहाँ चाहिँ मेरो माइजू हो अनि यता मामा हुन्छ अनि यहाँ चाहिँ फर्सी मजाले यस्तो फर्सीको गट्टाहरू ठुल्ठुलो छ यहाँनिर यहाँनिर पुरै अझै चाहिँ यहाँ चाहिँ लसुन केलाई भ्याए पाजेर मैले केलाको लसुन चाहिँ अब अदुवा केलाउनु छ मेरो काम अनि यहाँ मजाले काटिराख्नु भएको छ ठुलो मम्मीले चाहिँ कच्चाले काटिराख्नु भएको छ माइजूले चाहिँ चुलेसीले हामीले खानासाना खाएर पनि भाँडासारा मलेर आफ्नो आफ्नो काम भ्याएर भोलि अब रोपाइ छ नि त अनि अहिले सुत्न आँटेको छुट्टै नै कति 2 बजे उठेर खानाहरू बनाउनु छ अचार बनाउनु छ अनि तरकारीहरू बनाउनु छ अनि पारी पनि लानु छ यहाँ रोप्ने होइन यता घरको साइडमा होइन उता पारीपट्टि
खोला उता पारिपट्टिको जग्गामा गएर रोप्नुपर्ने सामानहरू पनि लिएर जानु छ। भोलिदेखि निकै नै काम भएकोले आज हामी छुट्टी सुनाउँदैछौँ अनि भोलि रोपाइ हो। अनि अहिलेको लागि बाई बाई। हेलो गाइज एन्ड गुड मर्निङ। बिहान भइसक्यो, मेरो निन्दा नपुगेर हेर्नु न आँखा सुन्ने है। अनि पल्स पनि आएको थियो 2टा। कति बज्यो भन्दाखेरि अहिले 2:34। 2 बजी उठ्नु भनेको अघि उठेको भर्खर रेडी बनाउँदैछु। मतलब म अलिक ढिलो नै उठेँ भनौँ न अरूभन्दा। टाइम म खास गरी ग्लोभ्स लिन आएको थिएँ अनि भिडियो बनाइहालौँ न भनेर कि ग्लोभ्स यहाँ कहाँ थियो। ठुलो मम्मीले चाहिँ यहाँनिर पुरै प्याज काट्नु हुँदैछ, मेरो अलिकति हेल्प गरेँ काट्न। अनि अब चाहिँ मेरो काम खोर्सानी काट्ने। अनि मैले ग्लोभ्स लिएर आएको छु, काट्न नभए हात पिरो हुन्छ। पुरै हिउँदै रहेछ हेर्नु न। अनि यता आमा चाहिँ तरकारी पकाउनुको लागि तयारी गर्नुहुँदैछ। मामा भन् के भन् भनेर मलाई यस्तो होइन आमा, यस्तो काट्ने होइन। अब बिचमा अझै बिचमा चिर्नुपर्छ नि। यसरी चक्ने मैले यसरी राखेर काट्न हौ। भयो हातमा सजिलो लाग्छ। भुइँमा राखेर काट्नु राम्रो। भुइँमा चाहिँ राख्छ तर हात पोल्छ भनेर नि। पन्ध्र लगाइरहेको हातमा पोल्छ हौ। तर फोटो चाहिँ स्वाई 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 काट्थ्यो। पल्लो रुममा नि हामी सुतेकोमा सुत्नु भएको। किन फेरि उता गएको अरे? के थाहा, अब आउँछ होला त्यसरी। त्यो त अलि हावा आउँछ नि। आउँछ नि। फेन त मारेको म त। मारा मैले कसो गर्ने भएर लडाइँ गर्ने झाडाले मान्छेको। फेरि उठेँ अनि फेरि अन गरेँ अनि फेरि सुतेँ म त। म त मार्दैको। म त फेरि उड्ने गरी मान्छेहरू आउने गरी हावा चलाउँछु, फेन चलाउँछु। अनि त्यो कति हुन्छ हेर्नु। मलाई लानु चाहिँ यहाँ छ नि, यो अहिले यहाँ लाएर पाक्दैछ। लगाएको छ। यहाँ प्याज मलाई ठिक पारेर अनि सबै थरी लिएर जान आएको पनि आगो त लगाएको आमाले खेल्दै चोखाको भए सजिलो हुन्छ। दिनमा काट्नुभन्दा हातमा काट्नु सजिलो। कतारहरू बनाएर यहाँ यसमा लाउनु। यसको बिर्को थियो कतार बनाएर कस्तो नि अस्ति मलाई एउटा चाहिएको छ अब चप्पल बनाउनु। छ उहाँ गोडा त धुनै छ पऱ्यो थियो छ म गएर धोइदिन्छु। ए निकै जाँदा त्यो निकैलाई पठाइदिन्छु। म निकालेको सामान ल्याइदिनु पर्छ भने मारेर आइज जान्छ अब चिरा पिन्दैछु म। लाइन गयो। यहाँनिर काटिसकेको छ खुर्सानी अनि यहाँनिर टमाटर पनि काटिसकेको छ। यहाँ जिरा पनि फुट्दैछु। हेर्नु गाइस, हाम्रो यता भात पकिसकेको छ मजाले। एक भाँडा माइजूले बनाउनु भएको। यहाँ चाहिँ आलु काटिरहेछौँ उसिनेर। यहाँ चाहिँ अचारको लागि रेडी। के पो हाल्नु भयो ठुलो मम्मी? प्याज र खोर्सानी मजाले तेलमा। अब टमाटर फट्काउने। गुन्द्रुक यहाँनिर भिजाइराख्नु भएको छ। गाउँघरमा आगोमै खाना पकाउनुपर्छ। लाइन गएर पुरै मोबाइलको बत्ती बालिराख्नु भएको छ। यहाँ चाहिँ अर्को चुल्हा। भात चाहिँ कान्छी काकीहरूको कान्छी आमाहरूकोमा बनाएँ। अनि यहाँनिर चाहिँ पुरै बनाउनु हुँदैछ। खास गरी भान्सा त यता हो।
तर हामीले यता बनाइरहेको छौँ यो अर्कै ठाउँ चारोहरू बनाउने खाली छैन नि त ठुलो अनि यता यहाँ चाहिँ फर्सीको तरकारी हिजो काटेको अनि मटर आलु भिजाएको आलु न्युटेला न्युटेला त्यस्तै खाइन्छ मेला पार्न हाम्रो यता त पनि मजाले पाक्दैछ एक भाँडा आमाले पकाउनु हुँदैछ यति हेर्नु त हेर्नु सक्नुहुन्छ कस्तो मजाले आएको छ कलर यहाँनिर त्यस्तो मजाले लेख्नु भएको छैन होला अलिक ग्रिन ग्रिन देखिरहेछ तर रियलमा त्यस्तो छैन बुढी आमा हुनुहुन्छ भान्से तर सब्जी पकाउने भन्दा भन्नु नि तपाईँले बनाउँदैछु म भनेर आज रोपाइको बेला छ बुढी आमै अलिक सब्जी पकाउँदैछु खानेलाई कस्तो हुने हो मिठो हुने हो कि मिठो हुने कि नहुने हो मिठो नभए पनि मिठो गरेर खाइदियो भने हुन्छ भन्नु अरे नि त होइन यो चाहिँ भान्साघर यसरी बनाउँछ है चटनीको लागि हाल्ने चाहिँ टमाटर फर्काएर अब भरे चाहिँ गुन्द्रुक हालेर यसलाई मोल्नुपर्छ अनि खानुलाई एकदम टेस्टी हुन्छ है निम्बु पनि निचार्ने होइन निम्बु त भरै अब चाहिँ जम्मै कामधाम गरेर लुगा पनि फेरिसकेँ मैले अनि यहाँनिर रातो चिया त्यसपछि मुरै अघि बनाएको तरकारी अनि अचार अघि बनाइराख्नु त ठुलो मम्मीले त्यो खाँदैछु अनि बाजे चाहिँ गाई साई लिएर अब जान आँट्नु हुँदैछ पारी अनि हामी पनि अब सामानहरू लिएर जान्छौँ म चाहिँ रेडी भइसकेको छु रोपाइको लागि त्यही पुरानो भइसक्यो रोपाइमा किन नयाँ जाउनु अनि माइतीको सुरुवाल लगाएको छु मैले अनि यता मामा सुपारी काटिराख्नु भएको छ ठुलो मम्मी प्याकिङ गरिराख्नु भएको छ अब हामी पारी जाँदैछौँ ठुलो मम्मी मैले चाहिँ यति भएछु आमाले बोक्नु भएको छ माइजू सबभन्दा अगाडि हिँडिराख्नु भएको छ पर A few moments later. हामी चाहिँ आइसक्यौँ पारिपट्टि खोलाहरू तरेर उता हो हाम्रो घर चाहिँ आमा आउनु हुँदैछ बिस्तारै एक्लै हामी छिटोहरू अगाडि हिँड्यौँ अनि बिस्तारै बुवा पर उता गर्नु हुँदैछ देखाउँछु खन्नु हुँदैछ यो चाहिँ पारिपट्टिको जग्गा हो अनि हाम्रो घर चाहिँ कता यता माथि त्यो पहाडहरूको माथि हो हामी त्यत्रो बाटो आयौँ भिडियो बनाएन किनभने धेरै लामो हुन्छ भनेर अनि जाँदैछ पर पुगिसक्नु भयो यो चाहिँ पारिपट्टिको पसल हो सबै सामान भित्र हाल्यौँ हामीले अब हामी पानी भर्न जाँदैछौँ यता निनीकोमा अनि यहाँनिर चाहिँ यही हो खेत यहीँनिर रोप्ने हो यो चाहिँ निनीको घर हो निनी बोजूको जेठी निनी बोजू यो चाहिँ हाम्रो कमले मामा अनि मेरो निनी बोजू हेलो गाइस मेरो हालत म भर्खर काम गरेर आएको फेरि जाँदैछु ए घरि झार पुऱ्याइदिनु घरि पानी पुऱ्याइदिनु अनि त्यो बिउ फाल्नु गलिसकेँ म है फेरि बिउ फाल्नु जाँदैछु अनि रोपाइ देखाउँछु म तपाईँहरूलाई कस्तो चलिरहेछ रोपाइहरू यतै चाहिँ पुरै रोपाइ चलिरहेको छ पर पनि रोपिराख्नु भएको छ यहाँ पनि यहाँनिर यो रुख भएको सामानदेखि त्यो पर रोपाइदेखि यता त्यो रुख भएकोदेखि ठ्याक्कै यो रुख छ त यहाँसम्म हो अनि दाइ हिँडेकोदेखि यहाँसम्म रोप्नुपर्ने अनि उता पल्लोपट्टि पनि थियो त्यो त रोपिसक्यौँ हामीले भन्दा नि यता रोप्नेहरूले यो देख्नुमा चाहिँ कुलो यहाँदेखिको हाम्रो बारी हो यो कुलो गइरहेछ नि त्यहाँ यो रुख भएको सामान त्यहाँसम्म हो हाम्रो त्यहाँदेखि यस्तो त्यो गाईहरू छ नि त्यहाँदेखि भएकोसम्म हाम्रो हो मतलब मामाहरूको हो योपालि चाहिँ यता मात्रै रोपेको
अरू बेला माथि पनि रोप्नुहुन्थ्यो, अर्को ठाउँमा पनि छ परनिर बगरतिर, त्यहाँ चाहिँ अधुरीमा दिनुभएको छ। घर छेउमा पनि थियो, त्यहाँ पनि दिनुभएको छ अरूलाई नै रोप्न। अनि पारी मात्रै रोप्ने भनेर यो पालि सल्लाह भएर यहीँ रोपेको। पुरै रोपाइ चलिरहेछ। कोपिला दिदी पनि आइपुग्नु भयो रोप्नको लागि। यता ठुलो मम्मीहरू, यता माइजू हुनुहुन्छ। पुरै रोपिराख्नु भएको छ जनजनाले। यता तल पनि हाम्रो बहिनीले भ्लग बनाउँदैछ। साइली मैले त हिजो पनि टिकटकमा देख्दै थिएँ त धान रोप्दा नाचेको। टिकटकमा देखेको। है बिउ फाल्दा फाल्दा मेरो जिउ नै फाल्नमा जान्छ जस्तो छ। सार्दैछु म बिउहरू। यहाँ हाम्रो माइजू चाहिँ पुरै जग्गादानी। अनि हो त अनि अब क्या दामी देखिरहेछ। माइजू र म है हेर्नुहोस् है गाई थियो। माइजू र म रोप्दैछौँ। धान रोप्दैछौँ। मामा माइजू भान्जी रोप्दैछ। अलिक उठ्ने असारमा रोपाइ गर्नु बाजो चिनु जेठैमा। असारमा रोपाइ गर्नु बाजो चिनु जेठैमा। लगाइदेऊ क्यारे लामो भिडियो गरिदिएको मामालाई आएर रोपेको धान पोको रोपिदेऊ। बिउ पुगेन। मामालाई आएर रोपेको ल अरे खोल्नु न त्यसरी नखोल्नु। यहाँ चाहिँ जम्मैजना खानु हुँदैछ। धान सान रोपी भ्याएर निनी नुन दिनु हुँदैछ जम्मैजनालाई। अनि माइजू तरकारी दिनु हुँदैछ। मामा पुरै पानी दिनु हुँदैछ जम्मैजनालाई। जम्मैजना खानु हुँदैछ। अनि यता शैलीमा पुरै यहाँ खाना आँटेको छ। म चाहिँ भाडा माग्नु जान्छु होला। ए यता पनि आउनु हुँदैछ। अनि यता चाहिँ पुरै तरकारी खनाउनु हुँदैछ बाल्टिङबाट। अनि यता भातको भाँडा पसिराख्नु हुँदैछ। यता पनि खाइराख्नु छ भित्र बसेर पनि। जम्मैजना पुरै रमाइलोमा हुनुहुन्छ। पुरै यता निनी हुनुहुन्छ। वरि निनी मैले फ्यालेको जम्जना खानु तयारी। टिका आन्टी आफ्नै तालमा थपी पनि राख्नु भएको छ। जम्जना गयो आफ्नो आफ्नो घर। आमा बाहिर बस्नु भएको छ। अनि माइजू ठुलो मम्मी अनि म चाहिँ खाँदैछौँ त्यहाँनिर। जम्मै रोपिसक्यो यहाँनिर।
कुन गीतले सेतो गीतले कहाँ मैले बोकेँ त अनि यता माइजू अर्को पनि माइजू हुनुहुन्छ यता अब हामी सकेर घर लागेको है अब जम्मै पुरै रोपिसकेको छ डोको बोक्नेहरूलाई उता म पनि डोको बोकिरहेको छु नि तेरो पनि गर्नु पर्यो नि कहिले म गर्नु मैले पनि डोको बोकिरहेको छु तरकारी परेको छु यसमा मैले दुईजना पर पुगिसक्नु भयो पढाऊ दुईजना मान्छे हेलो गाइज अब म के भन्छ घरमा सामानहरू पुऱ्याएर नुहाइधुवाइ गरेर लुगासुगा धोएर एकछिन बसेर सुतेर अहिले चाहिँ म सामान लिन जाँदैछु कल्पना माइजू बिमारी हुनुहुन्थ्यो नि त अस्ति अनि कल्पना माइजू बिमारी हुनुहुन्थ्यो अनि भेट्नु गएको थिएनौँ हामी हस्पिटल अनि आन्टीले 1 क्यारेट अन्डा किनिकन लग भनिराख्नु थियो नि त्यही अन्डा किन्न गएको त्योभन्दा अगाडि चाहिँ म मेरो सानोको साथीसँग बोल्दै थिएँ क्या अङ्कितासँग जाँदैछौँ हामी दिन कल्पना माइजूको घरमा अनि यता मम पनि हुनुहुन्छ अनि यता पुरै बोजूहरू पुरै बोल्दै आफ्नो आफ्नो पारामा चाहिँ हाम्रो माइजू कल्पना माइजू अहिले चाहिँ माइजूको अपरेसन गरेर भर्खर आउनुभएको छ अनि हामीहरू आएको भन्छ त्यसो पो भन्नुपर्छ यता चाहिँ सुँगुरहरू पाल्नु भएको रहेछ हेर्नु सक्नुहुन्छ फर्सीहरू मजाको छ यो चाहिँ कागतीको रुख अनि हेर्नु सक्नुहुन्छ कस्तो मजाको छ अमिलोको रुख यहाँको चाहिँ रसिलो छ अरे क्या हाम्रो घरको भन्दा पनि त्यसैले यहीँबाट लान आँट्दैछौँ माइलिनी बजारकोमा ठिकै धेरै नहालिदिनु ठिकै भयो भने अलिकति भए हुन्छ ल मैले एक जरा लगेँ हजुर अहिले छैन ए अहिले सिजन छैन अहिले सिजन छैन टमाटरको नि रोपेको छैन नभए यहाँ चाहिँ अहिले धेरै धेरै हुन्छ सिजन भएको बेलामा अनि यहाँनिर चाहिँ मिल पनि हो गाउँको मिल यहाँनिर अनि पुरै फुलहरू छ अनि त आउनुभएको छ यहाँ चाहिँ कस्तो राम्रो फुलहरू भएको छ कि अगाडि माथि मकैहरू गाउँघरमा मलाई चाहिँ पर्खिराख्नु भएको रहेछ माइजू र ठुलो मम्मीले म कागती लिनु गएको थिएँ निकै ल्याएँ धेरै ल्याइनँ कि के भन्छ धेरै चाहिँदैन पनि त ठिकै आफूलाई खाने गर्दै यो रसिलो छ अरे क्या त्यसैले अहिले चाहिँ म बिटामठ फर्किँदैछु ठुलो मम्मीसँग त्यहाँनिर एकदमै कामहरू भ्याएर हामी निक्ल्यौँ बिहानै निक्लेको हामी गाडीमा सिट नपाएर म गाडीको लास्टमा छु क्या तर पनि हजुरहरूलाई देखाउनको लागि भिडियो गर्दैछु हेलो गाइस सरी फर लेट है के भन्छ राति भइसकेको छ म दिउँसै मामलाबाट आइसकेको हो हुनु त त्यसपछि म आएर एकछिन सुतेँ त्यस पछाडि लुगा धोएँ त्यसरी भिडियो गर्नै पाएन अनि अहिले गरिरहेको छु अनि आज चाहिँ भिडियो यति नै थ्याङ्क यू फर वाचिङ माई भिडियो यसै गरी नयाँ नयाँ भिडियोहरू म ल्याउँछु अनि मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला अनि अहिलेको लागि बाई बाई